नियतिले छल गरे तिमीलाई दिन्न दोष छुट्नै परे सानो घाटैमा। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ फेरि हजुरहरूको अगाडि भिडियो लिएर आएको छु। कस्तो लाग्छ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। र आज चाहिँ हामी चाहिँ साथीहरू गौडी जान लागेको, किनकि आजभोलि फेरि अब धान रोप्नको लागि बिउ राख्ने सिजन आइसक्यो। अब चाहिँ हामीले चाहिँ धान रोप्नको लागि खन्न जान लागेको साथीहरू। आज चाहिँ खनेर राख्ने, अनि अलिक पछि चाहिँ फेरि जोत्न मतलब धानको बिउ छर्न पर्छ। आज चाहिँ हामीले चाहिँ खन्न जान लाग्यो साथीहरू, हेर्दै गर्नुहोला। आज भोलि फेरि लास्टै गर्मी भएको छ साथीहरू, घाम लाग्छ चर्को चर्को लास्टै घाम लाग्छ। आज चाहिँ हामी चाहिँ खाना खाएर हिँड्न लाग्यो साथीहरू। खाना खाइसक्यो, अब चाहिँ हिँड्न मात्रै बाँकी छ। आज चाहिँ मेरो बुढा, म अनि उताको दिदी त्यति जान्छौँ। निमाहरू चाहिँ उता बेसर रोप्न जानु भएको छ। आज बल्ल भ्याउँछ साथीहरू बेसर रोप्न। आज लास्ट दिन हो, लास्ट डे। ल साथीहरू हेर्दै गर्नुहोला। अब चाहिँ हामी चाहिँ हिँड्न लाग्यो साथीहरू। हामी चाहिँ त गौडी पनि आइपुग्यौँ। अब चाहिँ खन्न जान लाग्यो है। एकछिन बसेर घाम लाग्छ है। मकै चाहिँ यता चाहिँ यस्तो भएको छ है। हल्ला त्यहाँ चाहिँ मेरो बुढाजी हुनुहुन्छ, काले काले। हामी चाहिँ मेरो छोरा त्यो के अरे दिदीको छोरा र मेरो छोरी चाहिँ त्यहाँ खेलेर बसेछ। हामी चाहिँ गएको खन्ने मकै खान आउनु होला देख्न खटा। चाहिँ हाम्रो दिदी हुनुहुन्छ। ल अब साथीहरू हाम्रो चाहिँ यता बुढाले खन्नु भएको छ, म चाहिँ यता बन्नु थालेको। दिदीले चाहिँ उता भाइले बिरामलाई सुताउन जानु भएको छ। पहिला चाहिँ यसरी बन्नु खाल्ने, अनि फेरि अनि त्यसरी खन्ने। छिटो आउनु न, पहिला झार उखाल्न आउनु न, पहिला सँगै खन्न हुन्छ के, छिटो न। मेरो बुढाले फेरि यसरी काम गर्नुहुन्छ कि साथीहरू, खुब काम गर्नुहुन्छ आफ्नो बुढीलाई। साथीहरू यति खनिसक्नु भयो मेरो बुढाले चाहिँ। मैले चाहिँ यता बन्नु खालेको, यस्तो बन्छ कि साथीहरू। मकै चाहिँ मकै मेरो बुढालाई चाहिँ लास्टै मकै खान मन लाग्छ कि साथी, लाग्छ गरे कि साथीहरू। हेर्नु न, हजुरहरूले कसलाई मकै मनपर्छ कमेन्ट गर्नु होला है। मलाई चाहिँ मकै चाहिँ उति साह्रै लहर हुन्न खान चाहिँ। मेरो छोरीलाई पनि खुब मनपर्छ, बेसरी मनपर्छ मेरो बुढालाई छोरीलाई चाहिँ। मलाई चाहिँ ठिकै, आफ्नो बाबातिर गएर होला कि मेरो छोरीले मकै रुचाएको होला। मतिर गएको भए त त्यसले त मकै त रुचाउँथेन होला कि। यसरी मकै रुचाउँछ कि त्यसले पनि आफ्नो बाबाले जस्तो। ए आफ्नो बाबाले त हिजो त बेसरहरू रोप्न जानुभएको, अनि फेरि हामी यता आउँछ कि भनेर आशा गरेर बसेको रहेछ। मकै ल्यायो होला भनेर कि। अनि बेसर रोप्न गएर आएपछि त खै त मकै म त लिन गयो होला भनेको थिएँ गरेँ के। अस्तिदेखि मकै लिन जाऊ भन्नुभएको थिएँ। मेरो बुढाले चाहिँ बल्ल आज सँगै आएको हामी चाहिँ। ए साथीहरू घाम लाग्छ, पसिना पनि निस्केछ। यसरी काम गर्नुपर्छ है। त्यसरी सुतेर बसेर हुन्न, काम गर्नुपर्छ यसरी हो मेरो बुढाले जस्तो। ल साथीहरू हेर्दै गर्नु होला। ए पहिला म के साथीहरू केही बोल्थेन स्कुलमा हिँड्दा पनि। अनि फेरि अब ऊ होला कि साथीहरू, धेरै समाजमा हुर्केको र थोरै समाजमा हुर्केको मान्छेहरू फरक हुने रहेछ। के हो कि मेरो सोचमा त्यस्तो लाग्यो कि मलाई चाहिँ। पहिला म फेरि सानो समाजमा हुर्केको, सानो गाउँमा अनि हुर्केको। अनि फेरि थोरै गराउने के, हामी फेरि सारङ्गी खोला बसेको के अरे सानोमा, उता पाल्पा निस्की सारङ्गी खोलामा बसेको। अनि त्यहाँ चाहिँ थोरै घर थियो कि हाम्रो, फेरि 4-5 त्यति घर थियो होला। अनि नबोल्ने के हामी त खासै साथीमा त फेरि जति पनि बोल्ने झगडा हुने कहिले त्यस्तै हुन्थ्यो। अनि त्यो साथीहरू म
कहिले कहिले नमिल्ने कि धेरै जस्तो मिल्थ्यो हामी फेरि 3 जना थियौँ कि साथीहरू फेरि हामी फेरि एउटा सविता भन्ने अनि तिर्सना अनि म अनि पछि आएको निरुता फेरि हामी त एकदम मिल्ने साथी थियौँ साथीहरू आजभोलि पनि म त्यो साथीहरूलाई एकदम मिस गरिरहन्छु आई मिस यु है साथीहरू तिमीहरूले हेरेको भए यो भिडियो धेरै मिस गर्छु म चाहिँ सानोको साथीहरू बालापनको साथी र आजभोलिको साथीमा चाहिँ धेरै फरक हुन्छ कि साथीहरू मलाई चाहिँ त्यस्तो लाग्छ हामी फेरि नबोल्ने के आजभोलि तिनीहरू कतिको बोल्छ खै थाहा छैन बोल्छ होला आजभोलि त एउटाको मेरो साथीको एउटा सविताको चाहिँ बिहे भइसक्यो अनि मेरो पनि बिहे भइसक्यो बिहे भएपछि फेरि साथीहरू अलिक बोल्न सक्ने त्यस्तो हुने कि फेरि पछि पहिला म पनि केही बोल्थेन केही नबोल्ने त्यसको हिसाबमा त म त यस्तो भ्लग बनाउँछ कि भनेर अरूले पनि सोच्दैन होला साथी म त केही बोल्थेन आजभोलि त बोल्ने त बरु कति बोल्ने त एउटा मान्छेले यत्तिकै भन्यो भने जब फर्काइदिने हो कति आजभोलि त बोल्ने त पहिला त हामी त सारङ्गी खोला बस्दा त सारङ्गी खोला बस्दा त हामी त पहिला त साथीहरू उतादेखि पाइट लगाएको त्यस्तो बजारतिरको मान्छे आयो भने त हामी त छिटो के अरे बाटो मुनि भाग्ने के लुक्न लगाएर त्यस्तो थियो साथीहरू हामी चाहिँ कोही हामी के भएको होला त्यस्तो आजभोलि त लुक्दैन बरु बोलाइ बोल्छु जस्तो लाग्छ पहिला त त्यस्तो थियो आजभोलि बिहे भएपछि चाहिँ कति बोल्ने भयो म चाहिँ सोच्दैन होला अरूले पनि यतिको बोल्छ होला भनेर मलाई चाहिँ लातिजा हो कि म त पहिला त आजभोलिको उमेरमा त 10-11 वर्ष पुगेपछि त्योभन्दा सानो छ कि सानोदेखि त लप छ के भन्छ केटीहरूले आजभोलि त मेरो जमानामा त लभ भने त एक टुक्रा पनि थाहा थिएन कि साथीहरू लभ भने त एक टुक्रा पनि थाहा थिएन बल्ल म यता आएदेखि यता घरतिर यता चाहिँ म चाहिँ 9मा पढ्नदेखि आएको यहाँ दिपेन्द्रमा पढेको बगैँचा पहिला चाहिँ लभ भन्ने केही थाहा थिएन अनि यता आएपछि त मेरो त लभ त पऱ्यो कि साथीहरू फेरि यता सुरु मेरो फर्स्ट लभ जे भने पनि उहाँ नै हो साथीहरू मेरो चाहिँ केही थाहा नभएर लभ परेको हो माया के हो केही थाहा थिएन त्यत्तिकै लहरमा बोल्दै लभ पऱ्यो कि साथीहरू मेरो चाहिँ उहाँसँग मेरो फर्स्ट लभ चाहिँ उहाँ हो है साथीहरू म चाहिँ धेरै भाग्यमानी मेरो बुढाले चाहिँ धेरै भाग्यमानी केटी पाएको हो साथीहरू यस्तो भाग्यमानी केटी पाउँदैन कोहीसँग नबोल्ने केटी परेको हो उहाँलाई चाहिँ आजभोलिको केटीहरू त हुन्छ नि साथीहरू सबै केटाहरूसँग बोल्ने भेट्ने छोड्ने हुन्छ म त केही थाहा नभएको लाति छ कि पहिला त म त त्यस्तो थिएँ सुरुको लभ जे भने पनि मेरो बुढा हो साथीहरू आजभोलि फेरि म किन यसरी बोल्ने भएँ होला साथीहरू ल भन्नु म किन यसरी बोल्ने भएँ भन्नु न छिटो न अघि त खुब बोल्नु भएको थियो त क्यामेरा अफ गरे क्यामेरा के अरे अन गरेपछि बोल्नुहुन्न कि साथीहरू मेरो बुढा चाहिँ यस्तो छ अघि कि अझै यस्तो भन्नुभएको कि म किन होला विशाल आजभोलि के खुब बोल्छु कि भनेको त बिहे नौराको के बोल्थेन भनेको त अझै मैले गर्दा बोलेको मसँग बिहे गरेदेखि गरिकिन साथीहरू हेर्नु न अहिले फेरि बोल्नुहुन्न म फेरि कति बोल्छु कति बोलेको रुचाउँछ कि नबोलेको रुचाउँछ हजुरहरूले भन्नु होला है साथीहरू मेरो बुढाले यति खनिसक्नु भएछ साथीहरू अब हेर्नु होला यति खनिसक्नु भएछ बिहान लायो यति हो दिदीहरूको हो यताको चाहिँ हाम्रो चाहिँ उता अब खन्नै बाँकी छ पहिला यता दिदीहरूको खन्ने भिडियो चाहिँ लामो हुन्छ होला साथीहरू लामो हुन्छ होला प्लिज नकतिकन हेरिदिनु होला माया गरिदिनु होला यही भन्न चाहन्छु म हजुरहरूलाई
पहिला पहिला के मेरो बुढाले के इन्डिया उडाखेरि के म त तिम्रो ब्लगमा कहिले होला आउने म त खुब बोल्छु तिम्रो ब्लगमा आएपछि भन्नु हुन्थ्यो दा खै बोल्नु भएको के अरे मुख मात्रै रहेछ साथीहरू यस्तो के अरे सानो सानो बालापनको कुरा गऱ्यो भने त साथीहरू सबैको हुन त हुन्छ सबैको हुन्छ बालापनमा जस्तो रमाइलो त कहिले पनि हुन्न साथीहरू मलाई चाहिँ त्यस्तै लाग्छ फेरि एकचोटि बालापनको उमेर आयो हुन्थ्यो म चाहिँ धेरै मिस गर्छु मेरो साथीहरूलाई सानो सानोमा हामी के गर्थ्यौँ साथीहरू बरेबरी हामीले त छुट्टी भएको बेलामा त दाउरा खोल्थ्यौँ अनि फेरि दाउरा खोल्दा त हामीले त कति खोला आउँथ्यो कि साथीहरू त्यताखेरि खोला थियो हाम्रो घर नजिकै त्यहाँ खोला छिन्छ हो के अरे हाम्रो घर फेरि बर्खामा त कति दाउरा के अरे बगेर ल्याउँथ्यो खोलाले चाहिँ अनि हाम्रो त कति टिप्न जान्थ्यौँ दाउरा त खोला सुकेपछि के साथीहरू फेरि हामी 3 जना भएर हाम्रो मम्मीहरू दाउरा खोज्नै पर्थेन हामीले खोज्थ्यौँ साथीहरू पुर्याउँथ्यौँ अनि के अरे खोलामा थुप्रै चाङ बनाएर राख्थ्यौँ माटोदेखि सबै हँसियाले कोटाकुटी गरेर निकाल्थ्यौँ दाउरा अनि हाम्रो मम्मीहरूले बोलाएर लिन आउनुहुन्थ्यो हाम्रो मम्मीहरूले सानोमा त एकदम रमाइलो हो साथीहरू अनि फेरि सानोमा फेरि आफ्नो भाइहरूले फेरि हिँड्नै नखोज्ने कि किन होला मैले फेरि सबैले हो कि हामी त भाइ मेरो फेरि 2 जना भाइ थियो के अरे साथीहरू अनि छ के अरे अनि 2 जना भाइ फेरि मेरो पछि नखोज्ने के अनि एउटा सबिताको पनि भाइ थियो मेरो साथीको अनि त्यसको भाइ गुरुजरो नानी अनि त्यसको पनि सबिताको पनि भाइ थियो मिसिना कुवाको नि नै कासाङमा ज्याक पनि अनि सबिताको पनि भाइ थियो के अरे गलम न अनि फेरि मेरो पनि 2 जना भाइ त्यसको एउटा भाइ थियो अनि पछि हिँड्न खोज्ने कि साथीहरू किन होला हामी के अरे सबिताको दुर्बजेको घर घोलिखाएर जाँदा पनि पछि आउने अनि फेरि दाउरा खोज्न हिँड्दा पनि पछि आउने फेरि दाउरा खोज्न हिँड्दा फेरि नचलेर थपक्कै हाम्रो पछि हिँडेको भए त लान्थ्यो कि साथीहरू कहिले भिरबाट ढुङ्गा खसालिदिने अनि फेरि अरिङ्गाललाई भएको बेलामा अरिङ्गाललाई ढुङ्गाले हानिदिने रुख चढेर बस्ने त्यस्तो गर्छ कि भाइहरूले फेरि त्यस्तो गर्थ्यौँ कि साथीहरू त्यही भएर हिँड्नलाई मन लाग्थेन हाम्रो मम्मीहरूले फेरि हिँड्न के पनि हुन झन् दाउरा खोजिदिन्छ भन्नुहुन्थ्यो हामीले फेरि हिँड्नै रुचाउँथेन साथीहरू अनि यस्तो गाउँतिर हामी यस्तो बजारतिर हिँड्दा पनि कति हिँड्न खोज्ने क्या अनि हाम्रो मम्मीले फेरि हिँड्नलाई के नत्र तिमीलाई पनि जान दिन्न म भाइहरूलाई पनि लिएर जाऊ भन्नुहुन्थ्यो अनि लानै पर्थ्यो साथीहरू के गर्ने त अब कति लुकेर हिँड्यौँ तर हामी चाहिँ सानोमा भाइहरू आउँछ कि भनेर त्यस्तो पनि हुँदैन रहेछ सानोमा त कति रमाइलो अनि हाम्रो मम्मीहरू फेरि अहिले फेरि यता हामी फेरि त्यहाँ फेरि सारङ्गी खोला फेरि पहिले फेरि कोठापालमा बसेको हाम्रो मम्मीले पसल राख्नु भएको थियो अनि टेलर राख्नु भएको थियो हाम्रो मम्मीले कपडा सिलाउनु हुन्थ्यो अनि कस्मेटिक दोकान पनि थियो हाम्रो फेरि त्यहाँ सारङ्गी खोला अनि पछि चाहिँ हामी चाहिँ यता घर बनाएर यता नवलपुरतिर बसेर आएको हामी चाहिँ अहिले चाहिँ हाम्रो मम्मी एकछिन बस्नुभयो यहाँ 1-2 वर्ष 2-3 वर्ष बस्नुभयो अनि अहिले चाहिँ हाम्रो मम्मी हुनुहुन्न साथीहरू बाहिर हुनुहुन्छ हजुरहरूले यसले आफ्नो मम्मीहरूले केही देखाउँदैन आफ्नो बाबा मम्मीहरूलाई भनेको होला हाम्रो बाबा मम्मी चाहिँ सबै बाहिर हुनुहुन्छ साथीहरू घर हुनुहुन्न 1 वर्ष भइसक्यो अनि बाबा पनि मम्मी पनि बाहिर हुनुहुन्छ भाइहरू चाहिँ उता पहाड घरमा छन् भाइ बुहारी अनि एउटा भाइले चाहिँ बिहे गरिसक्यो जेठो भाइले तिनीहरू चाहिँ पहाड त्यता ठुलबाबाको ट्र्याक्टर चलाएर बस्छन् अनि बुहारी पनि त्यतै पाल्पातिर अनि एउटा कान्छो भाइ चाहिँ पाल्पा
तानसेन बसेर पढ्छ साथीहरू आफ्नो मामाको छोरा हाम्रो मामाको छोराहरूसँग बसेर पढ्छ। अहिले चाहिँ 10मा पुगेको साथीहरू मेरो भाइ चाहिँ। अर्को चाहिँ पढेन साथीहरू, अर्को भाइ त 9 पास पनि गरेन के हो, 9 पास पनि नगरेर बिहे गर्यो। अनि फेरि लोनी छ 9 पास पनि नगरेर बिहे गर्यो अनि छोड्यो, त्यसले त पढेन। म फेरि 11मा पढ्दै बिहे भएको साथीहरू मेरो। फेरि 11को भोलि इक्जाम भन्दाखेरि बिहे भएको के साथीहरू मेरो। फेरि किन होला यस्तो पनि हुने रहेछ। मेरो चाहिँ भोलि इक्जाम थियो 11 क्लासको, अनि लास्ट त इक्जाम कि साथीहरू। अनि त्यतिखेर मेरो भोलि परीक्षा इक्जाम भन्दाखेरि फेरि बिहे भयो। अनि म त पढ्दिनँ भनेको थिएँ, हाम्रो मम्मीहरूले कति पढ भने। अनि मेरो बुढाले पनि पढ भन्नुभयो। अनि एकछिन हिँडेन के इक्जाम पनि दिएँ 11 क्लासको, अनि पास भयो। एउटा विषय पनि नलगेर पास भयो। अनि फेरि 12 क्लासमा पुग्यो। अनि 12 क्लासमा एकछिन हिँडेँ। फेरि पछि लास्टको इक्जाम त दिएन, किनकि मैले दिन्थेँ, तर किनकि मेरो चाहिँ त्यतिखेर प्रब्लम थियो कि साथीहरू। किनकि के कस्तो प्रब्लम भन्दाखेरि मेरो छोरी फेरि जन्ममा थियो कि पेटमा थियो। अनि हिँड्न पनि झ्याउ लाग्ने, पढ्न पनि झ्याउ लाग्ने। अनि छोडेको साथीहरू मैले चाहिँ। मेरो बुढाले चाहिँ यासी पास गरेर छोड्नु भयो स्कुल। मेरो बुढा त पढ्नमा ट्यालेन्ट थियो साथीहरू, छोड्नु भयो। मेरो बुढाको फेरि यस्तै थियो, के गर्ने अब साथीहरू। घरको एक्लो जेठो छोरा भएपछि धेरै जिम्मेवारीहरू बोक्नु पर्ने रहेछ। मेरो बुढा चाहिँ यासी पास गरेर इन्डियातिर मलाई बिहे गर्नुभयो, एकछिन घरतिर यसो डुलेर। अनि इन्डियातिर जानुभयो। एकछिन बिहे गरेको 2-3 महिनापछि मेरो बुढा इन्डिया दौडिनु भयो। अनि म चाहिँ त्यता छोरी ठुलो पेटसँग थियो। हामीले चाहिँ यता दिदीहरूको चाहिँ भइसक्यो। अब चाहिँ हाम्रो उतातिर जान्छौँ है हामी चाहिँ। ल हिँडेको हामी चाहिँ उतापट्टि हाम्रोतिर। यता हाम्रो खेत चाहिँ यता छोरीहरू। यता चाहिँ हाम्रो मकै पोलेर पुई पोलेर खाने हाम्रो मकै चाहिँ असम चाहिँ अलिक भएको के हो साथीहरू, के हो रहेछ। हरियाली ठुल्ठुलो घोगा चाहिँ रहेछ, कोहीमा 2टा घोगा पनि रहेछ। ल साथीहरू अब हेर्दै गर्नु होला। अब चाहिँ यो भ्याएपछि देखाउँछ। लास्टै घाम लाग्छ, मोबाइल पनि टाटो भयो कि साथीहरू। अघि भिडियो गरेको त बोल्न त बोलेको, अनि भिडियो पनि नभएर बसेको रहेछ साथीहरू। त्यत्तिकै खेर गयो मेरो बोली, यसरी हात दुखाएर समाएको पनि खेर गयो। के गर्ने त अब, मोबाइलै यस्तै छ। भिडियो गरेर यसरी बन उखाल्दै गरेको त भिडियो पनि नभएको रहेछ साथीहरू होइन। पछि त यसो हेर त, ल भिडियो त भएको छैन विशाल भनेको त, ला भन्नु भयो मेरो बुढाले पनि। ल साथीहरू हामीले चाहिँ बल्ल भ्याइसक्यौँ है। अब भर्खरै भ्याएर बसेको, लास्टै घामले पोलेछ। अहिले चाहिँ दिउँसोको 1:30 जति भयो होला। अहिले चाहिँ बल्ल भ्याएर बसेको। पसिना सबै भिजेर उत्रुक्क। एउटा चाहिँ बुढा हो, त्यहाँ मकै उगाउनु भएको छ, कोक्नु भएको छ। मेरो छोरी है साथीहरू, हाई गाडीको चिलाउँछ कि उठ। अब यता आऊ, यहाँ बस्ने। ल मम्मीले यहाँ बस्ने कुरा बनाइदिन्छ, बस्ने ठाउँ बनाइदिन्छ। आऊ, म यहाँ बस्ने कुरा बनाइदिन्छु कि। आऊ यसले सबै घमरा निस्केर साथीहरू। मैले चाहिँ यहाँ चाहिँ मकै पोल्दैछु है साथीहरू। यता छ फेरि पोल्न चाहिँ बाँकी पोल्दैछु साथीहरू। यस्तो बसेर निस्किन्छ, यहाँ पोल्दैछु किनकि मेरो बुढालाई एकदम खानु साथीहरू। मकै चाहिँ पोल्दै, एउटा पनि पाकेको छैन पनि। त्यो पसिना निस्केछ।
निमाहरूको भन्छ कोठा यता चुला छ यता चाहिँ मकै पाक्दैछ यति भइसक्यो यता पोल्दैछु अझै पनि त्यो चाहिँ सिमी छ साथीहरू यो सिमी हाल्यो नि राजमा हाले माले ल यो चाहिँ सिमी छ है साथीहरू निमालिदिनु भएको नुनसँग नुन खुर्सानीसँगै मुसेर दिनुभएको छ त्यो चाहिँ मकै पाक्दैछ साथीहरू पसिना पसिना ल साथीहरू अब चाहिँ मैले चाहिँ भ्याउन लगाइसकेँ है यता चाहिँ पोलेर यति धेरै पोलेँ म चाहिँ यहाँ बाख्रा छ यता चाहिँ बाख्रा छ कि साथीहरू उतापट्टि बाख्रा छ यता चाहिँ म बाख्रासँग चाहिँ म अब त पाकेँ डढेछ साथीहरू डढेछ यो बाउन्ने यो सानो बच्चाहरूलाई मिल्छ भनेर पोलेको कि साथीहरू ल पाक्यो साथीहरू म त अझै पोल्दैछु है मकै चाहिँ 4वटा एउटा खानु भएको छ मिठो छ गर्यो मिठो छ भन्नुभएको छ यहाँ चाहिँ म चाहिँ सिमी खाँदै पोल्दै चाहिँ दिदी दुईजना दिदी निमाहरू हुनुहुन्छ साथीहरू म चाहिँ मकै खाँदैछु है साथीहरू एउटा चाहिँ भेज कि एउटा चाहिँ भेज खासै खान मन त लाग्दैन आज भोगाएर होला कि साथीहरू खाएको म एउटा मेरो छोरीले पनि मकै खान्छ मकै खाएर देखाउ ल मकै खाऊ ल खाऊ न यसले पनि खुब खान्छ कि साथीहरू मकै त गाउँबाट निस्किन्छ ताकुलेभरि फेरि म फेरि मलाई भ्याउन लाग्यो है साथीहरू लास्ट एक अब म चाहिँ भ्याउन लाग्यो पसिना होइन कति पसिना त्यसले हेरेछ उतादेखि आठो यहाँ त चिम्ची पोलेको रहेछ र चरट्टै पोल्यो यहाँ मेरो खुट्टामा ल साथीहरू हामी चाहिँ घर आइपुग्यौँ एकदम घाम लाग्यो साथीहरू मैले चाहिँ छोरी चाहिँ सुत्यो कि साथीहरू बाटोमा आउँदै र हामी चाहिँ घर आइपुग्यौँ तर मेरो बुढाले चाहिँ अघिको मकै चाहिँ 2टा लिएर आउनु भएको थियो फेरि नसकाएर त्यत्रो पोल्यो त्यो खानुभयो अन्त दिदीहरूले 1-2 त खानुभयो मेरो बुढाले चाहिँ खायो होला धेरै त अहिलेसम्म पनि खानु भएको छ हेर्नु न साथीहरू हालत त्यस्तो छ मेरो बुढाज्यूको सुत्नु भएको छ ल थकाइ लाग्यो गरेको ल आजको भिडियो चाहिँ यहीसम्म मनपर्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला फेरि भेटौँला नेक्स्ट भिडियोमा त्यति जेलसम्म यही भिडियो हेरेर इन्जोय गर्नुहोला।